हेलो गाइज, मोबाइल चाहिँ भेटेको छ होइन। अवस्था त तपाईँले हेरिहाल्नु भयो कस्तो छ। त्यसमा के कति खर्च लाग्ने पर्यो, अब के भन्नु तपाईँहरूलाई। अब गाइज खर्च लाग्ने पर्यो, अलिअलि खर्च चाहिँ तपाईँहरू पनि के गर्नु हालिदिइराख्नु होला। यहाँ माथिबाट झरेको होइन, सुई यहाँ यता झरेको छ। अब कहाँ झरेको भेट्यो त्यही हो, त्यही होइन त्यो एटिएम हो, त्यो चेन्ज गर्नुपर्छ भइहाल्छ। ए अन्त भयो, तर यसको डिस्प्ले के भन्छ नि, डिस्प्ले गएको छ, यो डिस्प्ले चाहिँ गएको छ घुम्न अहिले। छ। हेलो हाई, वेलकम ब्याक माई युट्युब च्यानल सन्तोष ब्लग। र आज चाहिँ एकदम नयाँ भिडियो आएको छ। के भिडियो छ भनेपछि हामी चाहिँ घुम्न लागि चाहिँ आएको थियौँ होइन, यता बनभोजतिर। र यो झुलुङ्गे पुलमा चाहिँ, यो चाहिँ तपाईँको नेपालकै तेस्रोमा पर्छ झुलुङ्गे पुल ठुलोमा। र हामी चाहिँ यसो उफ्रिन्थ्यौँ, डान्स गर्दै थियौँ। त्यो क्रममा चाहिँ मेरो मोबाइल झरेको छ। अनि यहाँ मेरो भाइ, यहाँ काका, उहाँ यहाँ छिमेकी काका पनि हुनुहुन्छ, यहाँको बासिन्दा हुन्छ। हामी चाहिँ मोबाइल खोज्न जाँदैछौँ। बाटो एकदम कठिन छ, मोबाइल भेटिँदैन थाहा छैन। तर हामी चाहिँ जस खोज्न चाहिँ गइरहेको छौँ होइन। भिडियो एकदम राम्रोसँग हेरिदिनु होला, एकदम खतरा छ। अलिकति मिस्टेक भयो भने मुनि झरिन्छ, तर हामी चाहिँ मिस्टेक नगरिकन बाटोबाट जानुपर्छ। देख्न सक्नुहुन्छ यहाँ, यो चाहिँ तपाईँको एकदम गाउँलेवाला झरना हो। कस्तो दामी सर पानी झरिरहेको छ। काका मोबाइल भेटिँदैन हौ? भेटिन्छ होइन? ल काका चाहिँ एकदम खुकुरी लिएर आउनु भएको छ। भेटेन भने दुइटै जङ्गलसँग काटेर भए पनि हेर्दैन होइन, भेट्ने भनेर डेन्जर छ। खोलाको बगर पानी छ, हामी त्यत्रो पनि हिँडिँदैछ गाइस। हामी होइन खेतबारी त पाइसकेको छु। को यता भयो र को यता कतिवटा काका। र हाम्रो साथमा चाहिँ एकदम गाउँको काका हुनुहुन्छ, यहाँको स्थानीय। कोही थियो है, यो बर्खायाममा एकदम खतरा हुन्छ काका। यो बर्खायाममा चाहिँ यो खेत पनि पुरै डुबाउँछ कि के हो काका? डुबाउँछ है। यहाँ कति महिनासम्म हिँड्नु सकिँदैन है? खेतीपाती कति महिना गर्न सकिन्छ काका यहाँ? मङ्सिरसम्म मात्र है? बनाउँछ, अरू घाँस पात पनि हुन्छ। हजुर, जङ्गल छ धेरै, हुन्छ। मान्छे आइरहेको छ कि नाला मिलाउने कि के गर्ने, झारसार काट्दै होला। रुख काट्दैछ के काट्दैछ। र उहाँ चाहिँ एकजना दाइले चाहिँ रुख काट्नुहुँदैछ। हामी चाहिँ होइन कहाँ जाँदैछौँ काका? मोबाइल खोज्न गइरहेको छु। मोबाइल खोज्न गइरहेको छु। अनि मोबाइल त भेट्नै पर्छ, जसरी पनि खोजेरै आउँछु भन्ने आश छ। लिएरै आउँछु, लिएर आउँछु। हामी पनि भेट्छ। निकै छेउमा आइपुगिसकेको छौँ होइन। मोबाइल चाहिँ 100% भेटिन्छ, तर कस्तो अवस्थामा भेटिन्छ थाहा छैन। हो, अवस्था चाहिँ भन्न सकिँदैन, तर मोबाइल चाहिँ भेटिन्छ। 100% ग्यारेन्टी छ। हामी ठाउँमै आइपुगेको छु, लिएरै जान्छु। सबैलाई पुरा भिडियो हेरिदिनु होला। यो मेरो चाहिँ ब्लग चाहिँ यहाँ माथिबाट झरेको होइन, सुई यहाँ यता झरेको छ। अब कहाँ झरेको छ म अब खोज्दैछु। अब खोजेर लाग्नु है गाइस। काका र हामी चाहिँ मोबाइल खोज्नेतिर जाँदैछु होइन। ला खोला पारी छ त नि। नम्बर थिच्नु काका? 981 980 60 63 871। काकाले चाहिँ फोन गर्नुहुँदैछ। मेरो फोनमा चाहिँ फोनको रिङटोन लागिसकेपछि थाहा पाइन्छ भनेर। भेट्यो त्यही हो, त्यही होइन त्यो एटिएम हो। गाइस मेरो मोबाइल चाहिँ भेटेको छ, यहाँ भेटेको छ। र कस्तो अवस्था हेरौँ है। दाइ
फोन अलिकति नयाँ भएको छ। नयाँ भएको छ गाइस। अन गर त केटी। अन हुन्छ? भेट्यो त्यो चेन्ज गर्नुपर्छ भइहाल्छ। ए अन त भयो तर यसको डिस्प्ले के भन्छ नि डिस्प्ले गएको छ। यो डिस्प्ले चाहिँ गएको छ। गएको छ घुम्न। डिस्प्ले चाहिँ गएको छ घुम्न अहिले। मोबाइल चाहिँ भेट्यो होइन। अवस्था चाहिँ खत्रै भेटेको छ होइन। ल कस्तो लाग्यो? दाइ मलाई यो दाइले नि आज हिँडाएर नि यस्तो गलाइदियो के भन्नु, म त बस्नु पर्यो यहाँनिर। सोचेको पनि दिएन कि यति तल जानुपर्छ र यति टाढा होला भनेर सोचेको पनि दिएन। छुमी जस्तो लागेको थियो। त्यही त हामी चाहिँ आइहाल्ने तर 90% चान्स थियो भेट्छ भनेर, 10% मात्रै चान्स थिएन के पाउँदैन भनेर। तर हाम्रो हिँडाइ चाहिँ राम्रो थियो र खोजाइ चाहिँ सफल भयो। सफल भयो। यसमै हामीलाई धेरै खुसी खुसी लागेको लागेको छ र हामी अब खोजेको उपलक्ष्यमा अब खोजिसक्यो। हामी चाहिँ माथि पुलमा गइरहेको छु। ल हेलो गाइज, मोबाइल चाहिँ भेटेको छु होइन। अवस्था त तपाईँले हेरिहाल्नु भयो कस्तो छ। त्यसमा के कति खर्च लाग्ने पर्यो अब के भन्नु तपाईँहरूलाई हो गाइज। खर्च लाग्ने पर्यो अलिअलि खर्च चाहिँ तपाईँहरू पनि क्युआरमा हालिदिइराख्नु होला होइन बनाउनु लागि। मोबाइल त गइहाल्यो, यसो अलिअलि खर्च चाहिँ दिइराख्नु गाइज। पार्टी खर्च चाहिँ हालिदिइराख्नु।